30 डे चटपटे सेलिङ च्यालेन्जको चाहिँ आज मेरो डे 4। हेलो गाइज, वेलकम ब्याक टु माई मिनी ब्लॉग। बिहान चाहिँ पसलमा आउँदा भुजाको डब्बा चाहिँ सिद्धिसकेको थियो, त्यही भएर चाहिँ भुजा फोडेर त्यसमा हाले अनि सबै सामानहरू मिलाउन थाले। अनि यतातिर भाँडाहरू पनि धेरै धुनु थियो, तिनीहरू पनि धुदै गरे। भाँडाहरू धोएर चाहिँ टक्क पाडी राख्दिए, त्यसपछि चाहिँ झाडु पनि लगाउन थाले। अनि चटपटेमा हाल्नलाई तरकारीहरू पनि धुनु थियो, त्यो पनि धोएर कटिङ गरेर राख्दिए। अनि मसलाको डब्बा पनि टक्क मिलाएर राख्दिए। अनि त्यसपछि चाहिँ चटपटेको अर्डर पनि आयो अनि मैले चटपटे बनाएर पनि दिए। अनि पानीपुरी पनि सिद्धिसकेको थियो, त्यही भएर चाहिँ पानीपुरी डब्बामा हाल्दिए। आज चाहिँ खुत्रुके मगाएको थिएँ, 600 रुपियाँ खुत्रुकेमा पनि भन्नेछु मैले। अनि त्यसपछि चाहिँ फेरि चटपटेको अर्डर आयो अनि चटपटे बनाउन थाले। यहाँ चटपटे दिइसकेपछि चाहिँ बहिनीलाई चटपटे र पानीपुरी बनाएर दिए। बहिनीलाई चटपटे पानीपुरी दिइसकेपछि चाहिँ यतातिर हाम्रो भाइरल मान्छेलाई पनि चटपटे बनाएर दिए। अनि मेरो बहिनी पनि आधी पानीपुरी खानलाई, त्यसलाई पनि पानीपुरी खिलाए। फेरि पनि मैले हजुरहरूले भने चाहिँ भुजाको कट्टा नै उठाए। अनि मैले चाहिँ बचत खातामा पनि पैसा हाल्न सुरु गरिसके। हिजो चाहिँ के प्रब्लम हुनाले डे 4 को ब्लग चाहिँ हाल्न सकिन, त्यही भएर चाहिँ आज हाल्दैछु। अनि डे 4 चाहिँ मेरो ठिकै गयो। भेटौ डे 5 मा। ल त आजको लागि यति नै। राधे राधे।